सन नमस्ते। अहिले चाहिँ म ट्याक्कै बिहानै यहाँनिर एउटा कामले गर्दै आएको थिएँ हैन। अनि बाइक एकछिन राखेको थिएँ, मैले एउटा रिभ्यू भिडियो बनाइदिनु पर्यो भनेर है। एन्ड द बेस्ट पार्ट अफ दिस बाइक इज द्याट है, आई हेभ नेभर चेन्ज स्पोकेट हैन सो फार, एन्ड क्लच प्लेट हैन। अहिलेसम्म मैले क्लच प्लेट र चेन स्पोकेट चेन्ज गरेको छैन। एन्ड द्याट डिपेन्ड्स अपन यु है, अब तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ हैन, हाउ यु ह्यान्डल द क्लच है। अनि चेन स्पोकेट पनि अब एकदम वेल मेन्टेन गरेपछि यसमा त्यस्तो प्रब्लम आएको छैन हैन। किनभने यो बाइक अहिलेसम्म कति भने टोटली 47,851 कुदेछ हैन। टोटली अहिले इन्जिन सिल प्याकेज छ हैन। अब एकदम भनौँ न जेन्युन पार्ट्सहरू मात्रै युज गरेछ हैन। अलिकति अफ रोडमा चाहिँ अब प्रिफर गर्दिनँ। यो मेरो सक लिकेज भइरहेछ है। अनि यसलाई चाहिँ अब मेन्टेनेन्स गर्नुपर्ने छ हैन। ओइल सिल फेरिदिनु पर्ने छ। अस्ति यो 13 थुमतिर गएको कारणले गर्दाखेरि एन्ड आई हेभ चेन्ज दिस स्ट्रक्चर है। मैले चाहिँ यसलाई ह्यान्डललाई चाहिँ क्लिप अन ह्यान्डल लगाइदिएछु हैन। यो आफै मैले क्लिप अन ह्यान्डल लगाइदिएछु। एन्ड पोस्चर इज लुक लाइक दिस है, यस्तो देखिन्छ हैन। यो तपाईँले जस्तो बनाउँदा नि हुन्छ है। अब अलिकति हेर्नुहुन्छ भने यस्तो गरेर हेर्दाखेरि यस्तो हुन्छ है। यो देन यु क्यान मेड दिस है। एन्ड अरू भनेको चाहिँ यसमा प्रब्लम भनेको चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो मेजर प्रब्लम आएको छैन हैन। यो चाहिँ मैले किन दिनु खोजेको भने, एन्ड यो चाहिँ अहिलेसम्म चाहिँ बेनेलीको चाहिँ पर्फर्मेन्स कस्तो हुन्छ भन्दाखेरि चाहिँ पार्ट्सहरू चाहिँ कतिको ड्युरेबल हुन्छ भन्ने चाहिँ यु क्यान सी। 47,000 किलोमिटर इज नट अ जोक है। एन्ड आई हेभ युज दिस क्लिप अन ह्यान्डल हैन हियर। एन्ड अनदर थिङ इज द्याट यसमा चाहिँ भनेको इन्जिन प्रब्लमहरू चाहिँ केही पनि आएको छैन हैन। अनि मैले चाहिँ एकदम लङ रोडहरू कुदाउँछु नि त हैन, राइडहरू कुदाउँछु। त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति चाहिँ अब सस्पेन्सनहरूमा चाहिँ अलिकति प्रब्लम आइरहेछ। त्यो भनेको चाहिँ कमनली नै हुन्छ, किनभने वेट अभियसली यसको धेरै छ है, 200 क्रस छ। अनि त्यो भएर हो है। अनि यहाँबाट चाहिँ अगाडिको हुन्छ फ्रन्ट लुक चाहिँ यस्तो छ यसको हैन। ट्याक्कै यस्तरी मैले किनभने यसमा अब मैले यो क्लिप अन ह्यान्डल लगाएको कारणले गर्दाखेरि हैन, अहिलेसम्म यसको लाइटहरू वायरिङहरू त्यस्तो केही प्रब्लम आएको छैन हैन। एन्ड किनभने सबैले सोधिराख्नुहुन्छ अब कतिको लङ लास्टिङ हुन्छ भनेपछि यो तपाईँहरूलाई थाहै छ हैन। अब यो चाहिँ बेनेलीको भनेपछि यहाँ यु क्यान वाच आउट है, जिटी इन्जिन हैन। अब भनेको ग्रान्ड टुरिज्मो पनि भन्छ, ग्रान्ड टुर पनि भन्छ हैन। अनि त्यही आधारले अनि मैले चाहिँ टायर चाहिँ अगाडि चाहिँ यो म्याक्सिसको लगाइदिएको छु हैन, सुपर म्याक्स लगाइदिएको छु। पछाडि पनि सुपर म्याक्स एसपी लगाइदिएको छु हैन। दुइटै अलमोस्ट अब 30-35,000 को हैन। अनि अरू भनेको मैले अरू सबै टोटली स्टक राखेको छु हैन। अरू भनेको यो बाइकमा भनेको अलिकति प्रब्लम चाहिँ पहिला मलाई ब्रेकले दिएको थियो। अनि ब्रेक चाहिँ मैले चेन्ज गरेँ, किनभने यो टोटली दिस बाइक इज नट डिजाइन फर भनौँ न अफ रोड्स। तर यो धुलोले गर्दाखेरि अलिक प्रब्लम आइसक्यो। अहिले नेपालको बाटो यस्तै छ हैन, धुलो लागिरहेछ। अनि अरू भनेको चाहिँ तपाईँहरूले आफै पनि अब राम्ररी नलेज छ भने अलिअलि ग्रिजिङहरू गरिराख्दा हुन्छ। मैले चाहिँ अब ब्रेकमा चाहिँ अलिकति यो अलिक मेन्टेनेन्स हेलसेक्राइ गरेर पनि यहाँनिर चाहिँ यो रस्टिङ भइसकेको छ है। यस्तोहरूलाई चाहिँ तपाईँले ध्यान दियो भने प्रब्लम हुँदैन। यो पहिला हाम्रो पुरानो राइड यो आरपिएम लिभिङको राइड पनि छ 2023 को। अरू भनेको मैले चाहिँ टोटली स्टकै राखेको छु अहिलेसम्म हैन। बाइक जस्ट म लङ राइड हिँड्ने मात्र हो। अनि अरू भनेको चाहिँ यसमा चाहिँ भनेको अब मेन भनेको चाहिँ ब्रेकिङ चाहिँ अगाडिको यो डबल उसले गर्दाखेरि ब्रेकिङ सिस्टमले गर्दाखेरि एकदमै भनौँ न एकदम रिलायबलै छ भनौँ क्या। अलिकति अब मलाई चाहिँ एकदम रिलायबल लाग्छ यसको ब्रेकिङ चाहिँ अगाडिको चाहिँ, किनभने पछाडिको पनि नराम्रो भन्ने होइन, अगाडि किनभने डुअल छ हैन। त्यही कारणले गर्दाखेरि हो। अनि यसमा अलिकति अब तपाईँहरूले राम्ररी मेन्टेन गरेर कुदाउनु भयो भने यो बाइकमा चाहिँ त्यस्तो प्रब्लम चाहिँ आउँदैन। तर अब द्याट डिपेन्ड्स अपन यु है, कसरी चलाउने, कतिको रेप गरेर चलाउने। किनभने सबैले भन्छ म्याक्सिमम् यसको चेन स्पोकेट प्रब्लम हुन्छ, किनभने सानो गियरमा ज्यादा रेप गर्ने होइन। अब आरपिएम ज्यादा भएपछि भित्र प्रब्लम पर्ने हो, यो क्र्याङ्कमा पनि पर्ने, सबैतिर पर्छ। त्यो कारणले गर्दा बाइकको आवाजहरू अलग आउनुको कारण त्यही हो हैन। अनि यु हेभ टु राइज एज पर स्पिड गियर हैन, त्यही अनुसारले तपाईँले गर्नुपर्छ है। अनि अदरवाइज त्यस्तो गरेन भने भोलि पर्सि तपाईँकै बाइकमा अलिकति प्रब्लम आउँछ, इन्जिनहरूलाई अलिकति लङ लास्टिङ हुँदैन। त्यो चाहिँ हो मेन प्रब्लम है। अब अरू भनेको यो बाइकमा अरू कुरा गर्ने भनेको अब के भन्नु त, माइलेज अब त्यस्तै छ हैन। माइलेज अब तपाईँले हाइवे अनुसार 20-25 पनि हुन्छ। अब अफ रोड अलिकति मिक्स रोडहरू टर्निङ रोडहरू छ भने त्यस्तै हुन्छ। अलिक पाहाडतिर हो भने अब 15-18-20 मात्रै पनि हुन्छ हैन। त्यो पनि तपाईँकै माथि हुन्छ, क्लच कतिको खेलाउने भन्ने है, आफूले कतिको पावर
सँग आफू भने क्लच र एक्सिलेटरको टाइमिङ गरेर कुदाउने त्यो सबैको कुराहरू डिपेन्ड गर्छ होइन। अनि अरू भनेको चाहिँ यो बाइकमा भनेको तपाईँले फ्युल चाहिँ अब अलिकति जहाँ पाइदिएको नलाउनु होला, किनभने अलिकति प्रब्लम आउँछ। पिकअपमा पनि त्यस्तै हुन्छ होइन, अनलिमिटेड फ्युल नै अलिकति राम्रो हुन्छ है। अनि अरू भनेको तपाईँले यसमा अरू पनि ह्यान्डल लाएर कुदाउनु सक्नुहुन्छ, एकदम राम्रो हुन्छ है। अब त्यो तपाईँलाई यो नराम्रो पनि लाग्न सक्यो होला होइन, तर मलाई चाहिँ यही ठिक लागेर मैले लगाएको। अब अरू त्यस्तो तपाईँहरूलाई केही सोध्नु मन लाग्यो भने चाहिँ मलाई सोध्नु सक्नुहुन्छ होइन। इफ यु वान बाई सेकेन्ड इन दिस है, कुनै पनि बाइक यस्तो टाइपको छ भने अब तपाईँले आफ्नो चोइस अनुसार हो, तर यो बाइक अब मेन्टेन गरेर कुदायो भने राम्रै छ है, त्यस्तो नराम्रो पनि छैन। अब भन्नाले अब कसैले चाहिँ बेनेली यस्तो देख्नुहुन्छ पार्ट्सहरू पाइहाल्छ। अब सोरुममा नभए पनि काठमाडौँमा नेपालमा चाहिँ जसरी नै एभाइलेबल छ है, ललितपुर टेकु यता कुपन्डलतिर चाहिँ पनि तपाईँको यो पार्ट्सहरू एभाइलेबल त पाइहाल्छ। किनभने मलाई यो भिडियो बनाउनुको कारण पनि थियो बेनेली कस्तो ड्युरेबल हुन्छ र कतिको ड्युरेबल हुन्छ अनि कति लङ लास्टिङ हुन्छ भन्ने चाहिँ, किनभने मेरो हेर्दा हुन्छ मैले अहिलेसम्म टोटली केही चेन्ज गरेको छैन। यस्तो स्पकेट भयो, क्लच प्लेटहरू, यो तपाईँले हेर्नु क्लच प्लेटहरू, यो गियरहरू मैले केही चेन्ज गरेको छैन नि त, यो तपाईँले हेर्नु सक्नुहुन्छ होइन। किनभने यो बाइकको अब तपाईँको रनिङबाटै हेर्दाखेरि थाहा भइहाल्छ। अनि यसको अब स्टकमा चाहिँ मैले अलिकति यसमा अहिले चेन्जेस गर्दैछु होइन। स्टक अब यस्तो छ साउन्ड यसको है, अलिकति ठुलो साउन्ड छ यसको। भाइब्रेसन आइरहेको छ यसमा, नटहरू कहीँ भित्र अस्ति त्यो कुदेकोले गर्दा कहीँ नटहरू लुज भयो होला, रेडिएटरको साइड साउन्ड आइरहेछ। अरू यस्तै छ यो बाइकमा, त्यस्तो प्रब्लम छैन। किन्नुहुन्छ भने होइन तपाईँले खुलस्त भएर किन्दाखेरि हुन्छ है। किनभने अब यतिको क्याटेगोरीमा चाहिँ अब एउटा भनौँ न नर्मली सुपर बाइक टाइपको अब तपाईँले साउन्ड फिल लिनु चाहनुहुन्छ भने यु क्यान बाई दिस है। इफ यु हेभ एनी प्रब्लम यु क्यान डाइरेक्टली है मेसेज गर्नु सक्नुहुन्छ तपाईँहरूले। ओके टेक केयर, बाई बाई।